मान्छे ठुलो कि बाघ ठुलो यहाँ त के भइदियो भने बाघ ठुलो मान्छे सानो भयो के यहाँ आएर घाँस दाउरा गर्ने क्रममा चाहिँ बाघले अट्याक गरेर उहाँलाई अन द स्पोट यही जुन ठाउँमा बाघले अट्याक गर्यो त्यही ठाउँमा नै उहाँको डेथ भयो हैन। त्यो कारणले गर्दा यो यहाँको आम मानिसहरू यो लास उठाउन नदिने भन्ने अवस्था अहिले भनिरहेछन्। यो आज मार्यो भोलि मार्यो प्रत्येक दिन दुई दिन बिराएर मारिरहेको छ। अनि यहाँ प्रशासनले के गर्छ भने एउटा खोर ल्याएर थाप्ने अनि मान्छेको आँखामा छारो हाल्ने एउटा काम भइरहेछ यहाँ। कि यसलाई बर्दिया जिल्ला सिडिओ साहबले एसपी साहबलाई बारम्बार यो सबैले जानकारी छ। यो नेपालमा मात्र नभएर यो विश्वमा पनि जानकारी भइसकेको अवस्था हो हैन। त्यो भएर यहाँको जनताहरू एकदम आक्रोशित छन्। त्यस कारणले गर्दा यसलाई वन अब एउटा वन सानो रुख काट्यो भने यहाँबाट समातेर जिल्ला वनमा लिएर जान्छ, मुद्दा चलाउँछ। अहिले हामीले मान्छेले बाघ मारेको भए के हुन्थ्यो? अहिले हामीले बाघ मारिदिएको भए के हुन्थ्यो? अहिले मान्छे ठुलो कि बाघ ठुलो यहाँ त के भइदियो भने बाघ ठुलो मान्छे सानो भयो के यहाँ। त्यो भएर यहाँको प्रशासनले जिल्ला प्रशासनबाट प्रहरी प्रशासनबाट के गरिदिनु पर्यो भने यसलाई व्यवस्थित तरिकाले गरेर नभएसम्म यो लास हामी उठ्न दिँदैनौँ। हेर्नुहोस् हैन, लास उठ्न दिँदैनौँ। किनभने अस्ति 11 मा मार्यो, अस्ति 10 मा मार्यो, फेरि यो 10 मा मार्यो। कि त प्रत्येक यहाँ त अब नेताहरूले घर घरमा ग्यासको पाइप ल्याइदिएछन् भाषणमा मात्रै हैन। अब बाध्यताले गर्दा ग्यास किन्ने पैसा छैन, दाउरा त गर्न आउनु पर्यो नि। घरमा बाख्रा पालेछन्, एउटा गरिबले बाख्रा पालेर बाख्रालाई घाँस केले खुवाउने, गाई भैँसीलाई केले खुवाउने? त्यो भएर एकदमै यो बाध्यताको यो कुनै रहर होइन। यो कुनै रहर होइन। जङ्गलमा आएर बिहान चिसोमा आएर यो जङ्गलमा आउने कुनै रहर थिएन। त्यो कारणले गर्दा तपाईँहरू मिडिया साथीहरूलाई पनि म के भन्न चाहन्छु भने यो तपाईँहरूले मिडिया भनेको एउटा विश्वको सबैभन्दा ठुलो यो एउटा शक्ति हो हैन। मिडियाले तपाईँले के गर्नु पर्यो भने यो लास कि त हामीलाई एउटा खालको वातावरण क्रिएट गरिदिनु पर्यो, होइन भने यो अवस्था सधैँ मान्छे मर्ने, ल उठाएछ खोर ल्याएर भोलि खोर राखिदिन्छ यहाँ, ल खोर राख्दैछ। अब कुन बाघ समात्यो थाहा छैन। अब यो हान्ने बाघ समातिन्छ या अर्को बाघ समातिन्छ कसरी निधारमा लेखेको त छैन। अर्को बाघ लिएर गयो, हामीले त बाघ समात्यौँ। ल यस्तो भयो भने खुल्ला निकुञ्जसितको खुल्ला सिमाना छ यहाँ। निकुञ्ज र यो मध्यवर्ती क्षेत्रदेखि लिएर यो सामुदायिक वन जोडिएको छ। तपाईँहरूले मिडिया साथीहरूले यति चाहिँ गरिदिनु पर्यो। अब अहिले मैले सिडिओ साहबलाई पनि फोन गरेँ, एसपी साहबलाई पनि फोन गरेँ, बास्केटबाट इन्सपेक्टर साहब पनि आउनुभएको छ। अब उहाँहरूको त्यो अब घटना पर्ने ठाउँमा आउने, मान्छे मर्यो मुजुल्का जाने यो प्रक्रिया हो भने हामीलाई एकदमै अप्ठ्यारो छ। एकदम यो अब भनेको यो जेन्जी आन्दोलनभन्दा ठुलो आन्दोलन चाहिँ यो मानव र यो वन्यजन्तु बिचमा यो हुँदैछ। यो कुरा तपाईँहरू यही लेख्नु होला मिडियामा लेख्दा पनि अब यो जेन्जी आन्दोलनको हजुरबा हुँदैछ यो कुरा तपाईँहरूले मिडिया साथीहरूले गरिदिनु। हवस् त, धन्यवाद।